नर्थ इस्ट राइडर्स मिट पनि समाप्त भयो। अब प्याकिङ हुँदैछ फेरि ब्याक टु पेभिलियन, ब्याक टु होम। डे कति दिन भयो आज हामी हिँडेको? 16, 17, 18, 19, 20, 21, 22, 23, 24, डे 9 नर्थ इस्ट राइडर्स मिटको डे 9। अब फेरि प्याकिङ हुँदैछ वापस घर जानको लागि। थोड़ा मैं मारूं। फिफ्टीन्थ एनआरएमलाई पनि बिदा गऱ्यौँ। अब ठिकैको भयो, मिलाजुला अनुभव। कतिवटा प्रब्लम पनि भयो, कतिवटा मजा पनि आयो। यस्तै हुँदो रहेछ ठुलो राइडर्स मिट चाहिँ। फर्स्ट टाइम मेरो नर्थ इस्ट राइडर्स मिट, राम्रै भयो। लागिसकेको छौँ नामसाई भिलेजको लागि। हेर्दैछौँ बाटोमा सिनिक भ्यूहरू राम्रो छ हुन्छ बाटो है, एकदमै चकाटक छ अरे। पासीघाट 86 किलोमिटर्स। कसरी खुस्क्यो? डन्डै कुचीबाट आयो नि। निन्द्रा चाहिँ लागिसकेपछि त केही लाग्दैन नि त। ट्राइपड यस्तो पाराले झऱ्यो कि मजाले पानी कुनै कसरी खुस्क्यो? निकै नि हो। रेडी टु मुभ एन्ड स्टप। लो चलो चलो। निद्रा लाग्यो बिच बाटोमा पासीघाट क्रस गरेर खाना खाने चिया खाने केही ठाउँ छैन। यस्तो चाहिँ जग्गा हो। रोड चाहिँ एकदमै मक्खन हो, तर दिमाग पछि ढक्कन लाग्ने रहेछ नि त हिँड्दा हिँड्दा। एउटा ढाबा साबा केही छैन हो। यो गाउँ चाहिँ सिलुक भन्दो रहेछ है। सिलुकमा चाहिँ एउटा होटल रहेछ मजाको, लेफ्टपट्टि अलिक अगाडि है पछाडि। त्यहाँ चाहिँ हामीले लन्च गऱ्यौँ। त्यसपछि चाहिँ अब यहाँदेखि नामसाई 150 किलोमिटर्स। त्यहाँदेखि अझै अगाडि म्यानमार बोर्डर चाहिँ पाङ्सु पास भन्दो रहेछ। पाङ्सु पासमा चाहिँ अब धेरै बोर्डरभन्दा धेरै अगाडिदेखि नै एन्ट्री गर्नु दिँदैन भनेर अब यहाँ लोकलहरूले भन्दैछ। अब के हुन्छ अगाडि गएर हेर्ने हो। यदि हामीले अलाउ गऱ्यो भने जाने, अब चाहिँ हामी नामसाईदेखि अगाडि बढ्दैनौँ होला। हेरौँ के हुन्छ। यो चाहिँ रहेछ आहोली भिलेज। आहोली भिलेज
तिनसुकिया नजिक पर्दो रहेछ 130 तिनसुकिया डिब्रुगढ यतापट्टि प्लेन यतापट्टि पहाड देखिरहेछ बिचमा हामी कुदिरहेको छौँ हामी राटाको बनाइरहेछु नाम्साई जोखाम सास पर्दैछ यति साह्रो दामी मेन्टेन छ तर ट्राफिक एकदमै बहुत कम्ती छ के कारणले यति साह्रो कम्ती गाडी हिँड्दो रहेछ कि बेला बेला पिकअपहरू देख्छु ठुलो गाडी एउटै देख्दैन बेला बेला टु विलर सँगसँगै कुदिरहेछ बाँकी मतलब केही छैन कारहरू एक दुईवटा वेलकम टु कङ्मुखाम अरे गोल्डन पगोडा हावा लाउनुपर्छ गएछ हावा बिहानै पङ्क्चर थियो होला त्यो हेर्नु जानेन यो चाहिँ गोल्डन पगोडा रहेछ अन वे टु नाम्साई वेलकम टु गोल्डन पगोडा आमा यो भन्दा दामी त पर रहेछ त ऊ पर देखिरहेछ टिकटमा पनि हामीलाई डिस्काउन्ट दियो हामी स्टुडेन्ट भएको नाताले गर्दाखेरि छिपेको स्टुडेन्ट भएर हामीले एकदम क्लास 2 को स्टुडेन्ट गोल्डन पगोडा चाहिँ यस्तो रहेछ ए यहाँबाट एन्ट्री हेर्नुहोस् त्यहाँबाट रहेछ बेलुकी भइसकेको छ सूर्यास्त पनि भइसकेको छ है अनि हामी यहाँ कङ्मुखाङ गोल्डन कङ्मुखाङ टायर दोकानदेखि यसो बेसिक फेसिलिटिजहरू सबै बन्द हुँदो रहेछ हो रक्सी दोकान मात्रै खुल्ला हुँदो रहेछ यो टायर बिग्रेर टायर पङ्क्चर भएर चाहिँ यस्तो प्रब्लम भयो कि अब अगाडि भन्दैछ यो ट्राफिकबाट राइट होइन त्यही त अगाडि ट्राफिक त्यहाँबाट त राइट हो नि त हामी लेफ्ट आएको नि त यस्तो दुःख लाग्दो कुरा कि छैन केही पनि मेन कुराहरू चाहिँ सबै 4-5 बजी बन्द हुँदैछ हामी नाम्साई बजारमा घुम्नु भन्दा पनि डिनरको खोजीमा निस्किरहेको छौँ है र डिनर भन्दा पनि बेसी चाहिँ यहाँ चाहिँ रक्सी पाउँदैन
झडा परेछ होइन काठको झडा पऱ्यो भने त्यो के अरे त्यो 1 2 3 या त एबिसिडी सिरिज भइसक्यो राख्थ्यो नि क्या त सबै आज स्टिल त्यस्तो पनि छ है अन्त डेभलपिङ स्टेजमा रहेछ नाम्साई हजुर यस्तो छ नाम्साई बजार चाहिँ टिनको बजार हो हजुर रक्सी दोकान चाहिँ 8वटा जस्तो क्रस गऱ्यो प्रत्येक 7वटा 8वटा दोकानको बादमा चाहिँ रक्सी दोकान टक्टर पाइहाल्ने हो तर बेसिक कुराहरू चाहिँ नपाउने अब जस्तो अब मेरो बाइकको टायर पङ्क्चर भयो त्यो बनाउनुको लागि मेकानिकै छैन गयो अरे 5 बजी बन्द फुटबलमा हाल्ने पम्प पनि छैन फुटबलमा हाल्नुको लागि पम्प भनेर खोजेको त्यो पनि छैन हो नाम्साई बजार घुम्ने हो नाम्साई बजार